नमस्कार। शेयर बजारसँग सम्बन्धित ताजा जानकारी लिएर हामी फेरि उपस्थित भएका छौं। आज हामी एउटा महत्त्वपूर्ण आईपीओ इस्युको बारेमा कुरा गर्नेछौं, जुन हो दरमखोला हाइड्रो एनर्जी लिमिटेडको आईपीओ। यदि तपाईँ पनि जलविद्युत क्षेत्रमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईको लागि निकै उपयोगी हुनेछ। सुरु गरौँ दरमखोला हाइड्रो एनर्जी लिमिटेड के हो भन्नेबाट। यो कम्पनी बागलुङ जिल्लाको गलकोटमा 9.6 मेगावाट क्षमताको दरमखोला ए जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ। नेपालको जलविद्युत क्षेत्रमा महत्त्वपूर्ण योगदान दिइरहेको यो कम्पनी अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ। अब कुरा गरौँ सबैभन्दा महत्त्वपूर्ण पक्ष आईपीओ कहिले खुल्दैछ र यसका मुख्य विवरणहरू के छन्। निष्कासन मिति कम्पनीले 2082 असार 9 गते अर्थात् आजैदेखि आईपीओ निष्कासन गर्दैछ। निष्कासन मूल्य प्रति किता 100 रुपैयाँ। कुल निष्कासित किता कुल 39,50,000 किता शेयर निष्कासन हुँदैछ। यो कम्पनीको कुल जारी पुँजीको करिब 38.33% हो। यो आईपीओ मुख्यतया 2 चरणमा आउँदैछ। पहिलो चरणमा निम्न समूहका लागि शेयर खुल्नेछ। 1. आयोजना प्रभावित स्थानीय बासिन्दा कति किता 10,30,500 किता छुट्याइएको छ। कुन क्षेत्रका बासिन्दा? गुल्मी जिल्लाको मुसिकोट नगरपालिका, बागलुङ जिल्लाको गलकोट नगरपालिका र बागलुङ जिल्लाको बडीघाट गाउँपालिकाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। आवेदन दिने अवधि असार 9 गतेदेखि असार 23 गतेसम्म। यदि यस अवधिमा पर्याप्त आवेदन नपरेमा आवेदन दिने मिति साउन 6 गतेसम्म लम्बिन सक्नेछ। कसरी आवेदन दिने? ग्लोबल आईएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंक र प्रभु बैंकको गलकोट शाखा र दरमखोला पावर हाउसबाट फारम लिएर आवेदन दिन सकिनेछ। कति आवेदन दिने? न्यूनतम 10 किता र अधिकतम 50,000 किताका लागि आवेदन दिन सकिन्छ। 2. वैदेशिक रोजगारीमा रहेका नेपालीहरू कति किता 2,91,950 किता छुट्याइएको छ। आवेदन दिने अवधि असार 9 गतेदेखि असार 23 गतेसम्म। कसरी आवेदन दिने? सीएसबीए सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सकिनेछ। कति आवेदन दिने? न्यूनतम 10 किता र अधिकतम 10,000 किताका लागि आवेदन दिन सकिन्छ। आईपीओमा आवेदन दिनुअघि केही महत्त्वपूर्ण कुराहरूमा ध्यान दिनुहोस्। बिक्री प्रबन्धक। यस आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड हो। कुनै दुविधा भएमा उहाँहरूसँग सम्पर्क गर्न सक्नुहुन्छ। क्रेडिट रेटिङ। कम्पनीलाई इन्फोमेक्स क्रेडिट रेटिङ नेपालले IRNBBIS रेटिङ प्रदान गरेको छ। यसको अर्थ कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको छ। यो जानकारी लगानी निर्णयका लागि महत्त्वपूर्ण हुन्छ। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, यो आईपीओ भर्दा फाइदा हुन्छ कि हुँदैन? यो प्रश्नको उत्तर पत्ता लगाउन तपाईले कम्पनीको वित्तीय अवस्थाबारे विस्तृत जानकारी हेर्नुपर्छ। कम्पनीको आह्वान पत्र प्रस्पेक्टसमा यसको वित्तीय विवरणहरू जस्तै आयोजनाको कुल लागत र लगानीको संरचना, बजेट, सञ्चालन खर्च र आम्दानीको अनुमान, विगतका वर्षहरूको नाफा र नोक्सान, यदि सञ्चालनमा आइसकेको भए, भविष्यका आयोजना र नाफा प्रक्षेपण, प्रोजेक्टेड प्रफिटेबिलिटी, प्रति शेयर आम्दानी, ईपीएस र नेटवर्थ जस्ता सूचकहरू स्पष्ट पारिएको हुन्छ। यी सबै जानकारी अध्ययन गरेपछि मात्रै तपाईले कम्पनी आर्थिक रूपमा कति सबल छ र आईपीओमा लगानी गर्दा कस्तो प्रतिफलको सम्भावना छ भन्ने कुराको आकलन गर्न सक्नुहुन्छ। हामीले यहाँ उपलब्ध गराएको जानकारी सामान्य प्रकृतिको मात्र हो। सर्वसाधारणका लागि बाँकी रहेका शेयरहरू पछि सर्वसाधारणका लागि निष्कासन गरिनेछ, जसको जानकारी हामी पछि दिनेछौँ। आशा छ दरमखोला हाइड्रो एनर्जी लिमिटेडको आईपीओ बारेको यो जानकारी तपाईलाई उपयोगी लाग्यो। जलविद्युत क्षेत्रमा लगानी गर्ने यो एउटा अवसर हुन सक्छ, तर कुनै पनि लगानी गर्नु अघि आफ्नै अध्ययन र विश्लेषण अवश्य गर्नुहोस्। यदि तपाईलाई यो भिडियो मन पर्यो भने कृपया लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। आगामी दिनमा पनि यस्तै उपयोगी जानकारी लिएर आउनेछौँ। तपाईको केही प्रश्न वा जिज्ञासा भए कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। धन्यवाद।